मलाई चाहिँ यो कल्चरली मुभी चाहिँ नेपालमा किन आवश्यक छ हैन हाम्रो भन्दाखेरि चाहिँ हाम्रो आफ्नो कथा भन्ने तरिका संसारको आफ्नो आफ्नो स्टोरी टेलिङ ड्रामाटर्ची अर्थात् मेकिङको स्टाइलहरू कुन सूत्रमा बनाइन्छ भन्ने आफ्नो आफ्नो छ। त्यस्तै गरी हाम्रोमा चाहिँ विभिन्न स्वाद विभिन्न संस्कार भएको हुनाले हाम्रो आफ्नै खालको टेलिङ स्टाइल हुनुपर्छ, हाम्रो आफ्नै स्टाइलको मेकिङ स्टाइल हुनुपर्छ जस्तो लाग्छ। त्यसकारण पनि विभिन्न समुदायको कथालाई विभिन्न समुदायको संस्कारलाई चाहिँ ल्यायौँ भने संस्कारभित्र पनि कथा भन्ने तरिकाहरू कथालाई महसुस गर्ने तरिकाहरू फरक फरक हुनसक्छ र नेपाली के अरे सिनेमामा चाहिँ यस्तो खालको चलचित्रहरू बन्यो भने चाहिँ यसले चाहिँ हामीलाई संसारमा पहिचान गराउने आधार पनि हुनसक्छ। किनभने नेपाली चलचित्रमा चाहिँ यस्तो खालको विशेषता पाइन्छ, यस्तो खालको स्वाद पाइन्छ, यस्तो खालको टेलिङ पाइन्छ भन्नको लागि पनि चलचित्र बन्नुपर्छ जस्तो लाग्छ।